हामी आहाम समुद्र हो कि नै हामी समुद्र आहाम ल पानीको झिल हेर झिल त हामी हेर बागिन्छ पानी पानी यो अलिक सानो खाले समुद्र रहेछ कि अनि यसै जाऊँ न अगाडि अरू देखाम आउँछौँ भिडियो बनाउँदै जाऊँ कि हरियाली हरियाली नो फिसिङ अरे के हो नो फिसिङ अरे पानीलाई टच गर्न मना छ अरे त्यहाँ लेखे पानीलाई टच गर्न मना छ नो फिसिङ नो स्विमिङ अरे कसको हरियाली छ ल त्यस्तो बनाउँदै जाऊ न म अगाडि अगाडि जान्छु बताउँदै क्या दामी क्या दामी दामी ठाउँ छ यार आनन्द छुट्टीको टाइम यस्तो नजिकै हुनु है कस्तो आनन्द आउँथ्यो रे भाइ यार दामी छ यार शीतलै छ घाम भने है पानी गुल्ले गरेर अलिक शीतलै हुने यार साह्रै दामी छ यार दामी छ भाइ यार दामी भयो खजुर त पागलै सकेको त खोइ कहाँ दाना काँचो दाना रहेछ ओरिजिनल घाँसीको लागि होइन दुबो होइन दुबो दामी छ यार ठाउँ त तर बङ्गालीले धेरै काम गर्दै आज है तेरो रुपियाँ दिनु पर्यो 10 रेल भने त्यो लिन मार थ्याङ्क यू भाइ 50 रुपियाँ दिइदियो आपने मेरे को उयो भन्थ्यो होला यहाँ आउँदा कति दामी हो यो अबे अन्त राम्रो यो पानी घाँसीमा देखेको दामी र लाइटिङ होइन दामी छ यार खलास अझै अगाडि दिन्छ फुल हेर न त फुल ढिलो हुन्छ भाइ यार गयो नि हामी रोडमा हो ठिक छ हामी उता जाने कुरा गएन क्या चिसो सलाम आलेकुम भाइ अरे पिचकारी हान्न छोड्यो कहाँ यतातिरको घाम पनि शीतल छ है नेपाल जस्तै हो कि होइन क्या दामी ठाउँ छ पुरा सिन घुमेर उता उताबाट गेट जाने जम्मै त्यो
जाम न सिधै उता यता आउँछ नि त त्यो फोल्ड त्यता घुमाइदिन्छु यहाँ चिसो हो क्या अहिले बहुत चिसो छ भाइ यार समुद्र चिसो न समुद्र चिसो यार त्यो त पुरा साग जस्तो छ पासेको साग जस्तो हो हैन दामी छ यार लाइनमा बोलिचोटि आए जस्तो लाग्यो मलाई त अनि के पहिला आएको नि औता भयो नि ठुलो भए सलाम अलैकुम सलाम सलाम तिमीले देखाउँदै जाऊ मैले भन्छु ल काट्नु न काट्नु धेरै भयो क्या